गीताकी सौतेली आमाले गीताको बिहे एक बुढो मानिससँग गराइदिन्छिन्, तर आफ्नै छोरी रीताको बिहे भने धनी र जवान मानिससँग गराइदिन्छिन्। बुढो मानिसलाई देखेर गीता जोर जोरले रुन थाल्छिन्। त्यतिबेला गीताकी सौतेली आमा र उनकी छोरी रीता गीतालाई देखेर ठूलो स्वरले हाँस्छन्। बिदाईको समयमा रीतालाई भने BMW कारमा राखेर बिदाई गरिन्छ, तर गीतालाई भने पैदलै पठाइन्छ। त्यसपछि त्यो बुढो मानिस गीतालाई आफ्नो पुरानो झुपडीमा लिएर जान्छ। उता रीताको श्रीमान भने उनलाई ठूलो बंगलामा लिएर जान्छ। गीता जब झुपडीभित्र पस्छिन्, उनले त्यहाँ भगवान श्रीकृष्णको एउटा मूर्ति देख्छिन्। त्यो मूर्तिको अगाडि उभिएर गीता धेरै रोन्छिन् र भगवान श्रीकृष्णको भक्ति र तपस्या गर्न थाल्छिन्। केही समयपछि भगवान श्रीकृष्ण साक्षात प्रकट हुनुहुन्छ। गीता रोदै भगवानलाई आफ्नो सबै दुःख र कथा सुनाउँछिन्। त्यसपछि भगवान श्रीकृष्णले आफ्नो बाँसुरीको दिव्य शक्तिले त्यो बुढो मानिसलाई एकदमै सुन्दर जवान मानिसमा बदलिदिनुहुन्छ। साथै पुरानो झुपडीको ठाउँमा चम्किलो सुनको महल पनि बनाइदिनुहुन्छ। त्यो देखेर गीता र उनका श्रीमान दुवैजना भगवान श्रीकृष्णको अगाडि खुसीका आँसु झार्दै धन्यवाद दिन्छन्। दोस्तहरू, भगवान श्रीकृष्णको कृपाका लागि फलो गरिदिनुहोस्।